तपाईहरुले जिन्दगीमा सुख पाउने, इज्जत कमाउने, राम्रो बन्ने हो भने मेहनत गर्नु। यी मिथ्या कुराका पछि नलाग्नु। अब नआउने भन्ने हुन्छ त भने अझ मजासँग ध्यान लाएर पढ्नु न। पढे गर्ने, रमाउने, खुसी हुने भयो पढ्ने गरे पो हुन्छ। पढाइलाई खतम छ भन्ठान्ने, यो किन पढ्नु पर्यो भन्ठान्ने, अनि कसले ल्याएर त्यसै जागिर दिन्छ त? मेहनतले मात्रै हुन्छ। भाग्य पनि मेहनत गरिने मात्रै आउँछ, अवसर पनि मेहनत गरिने आउँछ, फोकस गरेर पढ्नेलाई आउँछ। जो मान्छे आफ्नो भविष्यप्रति इमान्दार छ त्यसलाई आउँछ। प्रभु भनेर चाहिँ नमस्कार गरेर मन्दिरमा गएर ढोगेर मात्रै कहाँ आउँछ? घरमा सुत्ने म अफिसर हुन पाएँ हुन्छ भनेर चाहिँ कल्पनामा डुबेर हुन्छ त? त्यो बेला पढ्ने, पहिला ध्यान लाएर पढेपछि हुन्छ। जे कुरा नि फोकस गरेर पढ्ने, ठग्नै होइन। अरूलाई ठगी भन्ठान्नुहुन्छ, आफै ठगिहाल्छ। होइन तपाईँलाई मैले जिन्दगीमा मैले भोलि पर्सि भनेको कुरा अब भोलि पर्सि दुःख पाउँदै गएपछि यो सरले भने त ठिक रहेछ भन्ने दिन आउँछ।